सुन चाँदी किन्ला तालाले देखो गाइस, देखो न देखो न किन्दैन यो तल देखिरहेको चाहिँ हाम्रो गाउँ हो, चनौटे गाउँ साथीभाइहरू। सुन यो चाँदी चाहिँ अहिले किन्ला मस्राङ भन्ने ठाउँबाट हुन्छ नि, ट्याक्क मस्राङको डिलबाट 2x मा खिचेको भिडियो हो साथीभाइहरू। अब हामी यो याक्सहरू बढाउनु पर्ने हुन्छ साथीभाइहरू। बल्ल चाहिँ नजिकै ल्याउँछ नि त टाढा कुरा पनि। उता देखिरहेको यो चाहिँ एकराङ गाउँ साथीभाइहरू। अहिले चाहिँ कस्तो यो हेर्न ड्याममा बादल लाग्छ, के भएको यो यार, राम्रो क्लियर देखेन। S24 अल्ट्रा नै चाहिन्छ जस्तो छ साथीभाइहरू भिडियो बनाउनलाई। आइफोनले अलि त्यति नदिएको जस्तो लाग्यो है साथीभाइहरू। अहिले आएर यो जुममा चाहिँ फोन 12 प्रोबाट चाहिँ 6x मा चाहिँ हुन्छ नि, ट्याक्क मस्राङको डिलबाट भिडियो भइरहेछ अहिले। ट्याक्क हाम्रो लभली चनौटे गाउँ साथीभाइहरू है, मस्राङबाट है साथीभाइहरू। यो भिडियो बनाएको चाहिँ धेरै टाढा छ नि, फेरि कति टाढा छ कति टाढा छ। यहाँबाट चाहिँ मैले हुन्छ नि त्यहाँ चनौटे गाउँको भिडियो चाहिँ मैले यहाँबाट निकालेको साथीभाइहरू है। तपाईँहरूले पत्याउनुहुन्छ, अहिले चाहिँ म हुन्छ नि मस्राङ भन्ने ठाउँमा छु साथीभाइहरू। मस्राङको यो डिलबाट चाहिँ मैले ट्याक्क हाम्रो चनौटे गाउँको भिडियो चाहिँ खिचेको होइन। अब के गर्नु, अब आइफोन 12 प्रो मात्रै छ मसँग होइन, प्रो म्याक्स पनि होइन कि, प्रो मात्रै छ नि त। अनि त्यो भएर चाहिँ अझ मैले राम्रोसँग निकाल्न पाएन साथीभाइहरू। यति बेला चाहिँ मसँग स्यामसङ S24 अल्ट्रा अब के भन्छ त्यो फोन भएको भए चाहिँ मैले बबाल निकाल्थेँ आजको यो दिनमा चाहिँ। अन्त यति टाढाबाट हुन्छ त्यहाँको भिडियो खिचिरहेको छु मैले। तपाईँहरूले चाहिँ माया चाहिँ अचम्मै गर्नुपर्ने हुन्छ, थोरै मायाले पुग्दैन नि साथीभाइहरू। बाइकलाई यहाँ राखेको छु, बाइक पनि ढुट्टो भएछ धेरै। अब त्यो नन स्टप 3-4 दिन कुदाइ गरेँ होइन। अब सर्भिसिङ गर्नुपर्ने बेला भएछ, अब त्यही त हो नि साथीभाइहरू है।